के छ जिगु न कस्तो भयो त आजको कार्यक्रम कस्तो भयो भोजन राम्रो भयो राम्रो भयो गरियो भनेर के भन्नु हैन अनि जस हाम्रो शेफले पाउनु भएको भोजन एकदम मिठो थियो है सेफ अनि के छ त सोचेको भन्दा मिठो भयो है उहाँ चाहिँ हाम्रो शेफ हो अहिलेसम्म फ्रान्समा आएर उहाँले यस्तो बनाएको जस्तो भोजन मिठो चाहिँ जिन्दगीमा खाएको थिएन जस राम्रै भयो आजको बुधबार अनि सेफ के भन्नुहुन्छ कस्तो भयो त तपाईँको आजको दिन यसो 2 शब्द ब्लगमा जिगुको ब्लगमा 2 शब्द के भन्ने त अब अनि आज कस्तो भयो दिन म सोध्छु नि त म सोध्छु तपाईँले खाना त एकदम मिठो बनाउनु भएछ होइन अनि त्यसमा मसला चाहिँ कुन चाहिँ आफ्नो है नम्जे मसला नम्से मसला ओ माय गॉड मसला यो चाहिँ हाम्रो अहिले वर्ल्डमा एकदम चलेको नयाँ सिक्रेट मसला हो सिक्रेट मसला हो ल दामी 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 है मसला अनि एकदम त्यो नम्से मसला चाहिँ जो पाए त्यसले किन्नु पाउँदैन उहाँले मात्र किन्नु पाउँछ अरूले पाउँदैन सही हो दामी दामी ल आजको ब्लग चाहिँ है अब हाम्रो बहिनीहरू चाहिँ यहाँ पुरा खिचिरहेछ के गर्नु गाह्रो छ कुन गीत ल गाइस कुन गीतमा होला त गाइस कमेन्ट गर्नु है यिनीहरू कुन गीत हेलो एङ चेन बोला नि सुन्दैन पासाङ ब्लग गाइजहरू ल ल ल है एकदम टिकटक दरो गइरहेछ है लजाउँछ के गर्नु अनि न हजुर अनि के नयाँ भ्लगमा सब्सक्राइब गर भन्नुपर्ने हो कि के हो हेर्नु चित्त बुझे सब्सक्राइब गर्नु होइन नपरे हेरेर मात्रै जानु भइदिन्छ अब मन पऱ्यो भने तपाईँहरूको साथीहरूलाई सेयर गर्नु ल ल ल सबैभन्दा धेरै धेरै सेयर गरिदिनु है हाम्रो मेरो नौगो ब्लग हो यहाँ ब्युटिफुल लेडीहरू हुनुहुन्छ अनि कस्तो भयो त आजको दिन ल दानी ल दामी भयो दामी यसै नै ल ल ल कस्तो भयो त आजको एक्सपिरियन्स जस्ट फर मेमोरिज है दामी भयो है ल ठिक छ गाइज है दाइलाई सोधिसक्यो मैले दाइलाई सोधिसक्यो ल म चाहिँ अब यस्तै हो म चाहिँ अनि यस्तै हो दामी छ है गाइज भ्यू चाहिँ यता हेर्न सक्नुहुन्छ दामी छ भ्यू चाहिँ यस्तो दामी छ है